Hello everyone. यो हाम्रो फर्स्ट एटेम्प्ट हो टु स्टार्ट अ पडकास्ट यसमा चाहिँ हामीले यत्तिकै जेनरल इभेन्ट्सहरू न्युजहरूलाई डिस्कस गर्छौँ. अफकोर्स हामी अहिले चाहिँ तिनजना छ तर बिस्तारै धेरै पनि हुनसक्छ र गेस्टहरू पनि हुनसक्छ अनि वी टक अबाउट womenhood, any events or news happening around the world, Nepal, as हामी सबैजना नेपालको हो and we don't want to show our face yet. तर certain numbers of followers, subscribers पुगेपछि चाहिँ we might reveal ourselves as well. केही भन्न छ के थियो? या मेबी मैले चाहिँ हामी किन फेस चाहिँ अहिले रिभिल गरेनौँ भनेर आई क्यान एड होइन वी वान्ट टु टक एबाउट एभ्री इस्युज एकदम सेन्सिटिभ कुराहरू पनि हुन मिल्यो होइन अनि धेरै ओपिनियन हुन मिल्ने डिफ्रेन्ट टपिकहरू हामी चुज गर्न सक्छौँ र वी वान्ट टु बी एज अनेस्ट एज पोसिबल त्यो हुँदाखेरि चाहिँ हामी आफ्नो आइडेन्टिटी रिभिल नगरिकन चाहिँ डिफ्रेन्ट इस्युजमा आफ्नो ओपिनियन दिने we are three for now but like our friend said हामी धेरै पनि हुन सक्छौँ अनि गेस्टहरू पनि आउनुहुन्छ र सबैजनाले चाहिँ आफ्नो ओपिनियन नडराइकन विदाउट फियरिङ कि हामीलाई कसैले कुनै कुराले एकदम अनफिल्टर्ड ओपिनियन दिने होइन. यस 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 एक्ज्याक्टली अनि के सो आई मिन बिस्तारै आई थिङ्क हाम्रो भ्युवर्सहरूले पनि थाहा पाउनुहुन्छ कि वाट काइन्ड अफ ओपिनियन्स वी ह्याभ अनि कस्तो विषयमा लाइक वाइ इज दिस पडकास्ट. तर अहिलेको चाहिँ ताजा ताजा खबर चाहिँ के छ त? तिमीहरूले सुनेको यसो गफ गरौँ भन्ने जस्तो भएको चियामा बसेर. चिया गफ. चिया गफ. ओन्ली चिया इज मिसिङ होइन गफ चाहिँ हाम्रो हातमा त ग्रिन टी छ यार. ग्रिन टी ओके मेबी हामी चियाकै बारेमा पनि कुरा गर्न मिल्छ होइन है वाट्स हाउ ह्यापनिङ अराउन्ड एडिक्टिभ. अस हाउ एडिक्टिभ चिया इज होइन. या या दिनमा 2 कप चिया नखाइकन त दे क्यानट गो राइट नो तो क्रेभिङ हुन्छ यार मलाई लाइक त्यो बिहान बिहानै 7 बजे हिँड्नु पर्यो भने पनि म बिहान 6 बजे उठेर चिया पकाएर खाएर चिया जान्छु. पकाएर होइन. लाइक देयर इज नो वे आई वुड सर्भाइभ के. एक्ज्याक्टली सेम कतिपटक त मैले बनाएर सानो थर्मसमा हालेर लिएर पनि गएको छु ट्रेनमा एक्ज्याक्टली खाँदै हो. हो चिया चाहिँ लास्ट एडिक्टिभ. अनि अफिसबाट नि त्यो कुद्दै आउन मन लाग्छ कि च्याखम च्याखम भनेर हुन्छ नि. अब चाहिँ मेरो लिमिट कट्यो भनेर. तर कस्तो त्यो सेन्स अफ कहिलेकाहीँ मिठो भन्छ कहिलेकाहीँ मिठो भन्दैन है त्यो पनि फेरि एउटा कुरा छ. तर जब त्यो मिठो बन्छ नि यति मजाले इन्जोय गर्छु नि मैले त्यो अरू केही कुराले इन्जोय गर्दिनँ भने के. चिया इज इम्पोर्टेन्ट Mm. वाट एबाउट अदर टपिक्स सो के छ तिमीहरूको विचारमा अहिले समथिङ इन्ट्रेस्टिङ द्याट वी वान्ट टु टक टु आई थिङ्क वान अफ दि इन्ट्रेस्टिङ थिङ मेरो लागि चाहिँ त्यो न्युयोर्कको मेयर नाम पनि के थियो भाइ मलाई त कस्तो भन्न नै आउँदैन. ए ममदानी. त्यसले आफ्नो त्यो उसमा भनेको थियो नि के भन्छ त्यो केमा वेडी के भन्छ त्यसलाई. इलेक्सन विनिङ स्पिचमा. होइन होइन विनिङ स्पिचमा होइन कि त्यो वेयर दे फाइट विथ फर इन्स्टेन्स इज फ्रम डेमोक्रेटिक्स होइन अनि रिपब्लिकनहरूसँग त्यो आर्ग्युमेन्ट पनि होइन तर त्यो डिबेट टाइपको हुन्छ नि अन स्टेज के. सो देयर आर लाइक 3 डिफरेन्ट पार्टिज अनि दे टक अबाउट अनि के भन्दाखेरि समन एड्रेसेस हिम लाइक एभ्री वान एड्रेसेस हिम रङ के किनभने अफकोर्स इट्स लाइक अ बिट डिफरेन्ट नेम अनि नेम जोरान ममदानी रहेछ. अनि ममदानी भन्दाखेरि इट्स MAMDANI लाइक गेट इट राइट कि समथिङ के भन्छ अनि त्यसपछि मेरो दिमागमा पनि ओके हेभ टु गेट इट राइट भन्ने भइरहेको थियो. लाइक ही स्पेल्स इट आउट के लाइक हुन्छ नि युर ओके सेङ इट ओके रङ ओके. एटलिस्ट गेट द नेम राइट कि समथिङ लाइक द्याट. सो द्याट वाज तर हुन्छ या यो नाम चाहिँ लाइक अब हुन त अब हाम्रो नाम अलि यतातिर अलि अर्कै हुने भएर होला है. तर तिमीलाई यो मेयरको बारेमा चाहिँ के कुरा इन्ट्रेस्टिङ लाग्यो लाइक यु वान इट होइन इन वाट वे इज इट इन्ट्रेस्टिङ टु यु आई थिङ्क मलाई चाहिँ क्याम्पेनिङ इन्ट्रेस्टिङ लाग्यो. अफकोर्स उसले उसको टार्गेट नै
जस्तै एउटा न्युज पनि के पनि आएको थियो भने लाइक आफ्टर हि वान हि वेन्ट टु एउटा नेपाली रेस्टुरेन्टमा के Yeah. मोमो खायो भनेर मैले मोमो देखेको खायो होला के अरे थिएँ क्विन्सको वेयर देयर आर लोट्स अफ नेप्लिज पिपलहरू सो त्यो पनि Yeah. लाइक आई थिङ्क हि अनि ऊ चाहिँ ऱ्याप गर्थ्यो अरे के साउथ अफ्रिकामा हिज अ ऱ्यापर भनौँ न अनि लाइक कस्तो के त्यो फन टाइपको सम वान हुज रिलेटेबल टाइपको फिलिङ के उसँग चाहिँ सो हिज 34 आई थिङ्क अनि आई थिङ्क त्यसले गर्दाखेरि पनि उसले टु गेट यङ मान्छेहरू जस्तै बालेन के फर इन्स्टेन्स नेपालमा आई थिङ्क Exactly. कम्पेयर गर्न चाहिँ त्यसरी चाहिँ मिल्छ होला के मेबी Yeah. इन्फ्लुएन्स्ड बाई बालेन पनि isn't he Maybe. also a rapper Yeah. या हि Oh, इज yeah. Yeah. होइन Yeah. लाइक उसलाई त्यही देखेर इन्सपायर भयो होला मेबी द्याट सुड बी Maybe. द टिकटकको टाइटल इज बालेन के अरे ममतानी हेज इन्सपायर्ड बालेन बाई बालेन बाई बालेन सही हो Yeah, yeah. अनि अर्को कुरा त एकदम इन्ट्रेस्टिङ उसको चाहिँ इट वाज नट एक्सपेक्टेड के लाइक बालेन होइन अनि त्यो एउटा मैले स्ट्याटिस्टिक हेरेको थिएँ जुनमा चाहिँ वाट आर द चान्सेस द्याट एभ्री वान हु इज इलेक्ट के अरे यो उठेको के भन्छ त्यसलाई has filed to उठेको भन त्यो न चुनावमा उठेकोमा चाहिँ कसको अँ, कसको जित्ने कति पर्सेन्टेज चान्स छ भन्दाखेरि चाहिँ यो ममदानीको चाहिँ पोल्समा he was in the last with 1% chance के there were other people who were there with him with much higher chances is expected so he won त्यो हुँदाखेरि चाहिँ हुन्छ नि he worked very like हुन्छ नि कन्टिन्युअसली टाइमलेसली के भन्छ अनि इट हो वाज नि नट एक्सपेक्ट त्यो हुँदाखेरि चाहिँ रमाइलो लाग्यो कि अनि आई थिङ्क लाइक हिज बिन क्याम्पेनिङ डे एन्ड नाइट के सो अहिले चाहिँ टिकटकमा केसम्म मिम आइरहेछ भने गो टु स्लिप ममदानी भनेर के लाइक यु वर्क सो हार्ड लाइक त सुत्दै सुत्दैनस् अनि हि डज दिज म्यानह्याटन पार्कमा वकहरू होइन क्याम्पेनिङको लागि अनि क्लब गइरहेछ क्याम्पेनिङको लागि अनि कति धेरै काम गर्छ क्या लाइक क्लबमा गएर हिज डान्सिङ के त्यो क्लबमा अनि किनभने मैले चाहिँ त्यसको क्याम्पेन त हेरेको थिइनँ थाहा थिएन लाइक हि वान भनेर चाहिँ एउटा रिल हेरेको थिएँ कि लाइक भिक्ट्री स्पिच टाइप्सको लाइक लिसन डोनाल्ड ट्रम्प भनेर दिइरहेको थियो नि त मलाई त्यहाँ हेरेको अनि थिएँ वाज लाइक को रहेछ यो यस्तो हुन्छ नि लाइक अब के भन्छ त्यो करेजियस जस्तो के हो लाइक हामी छौँ भन्ने टाइपले यसरी पुरा दिइरहेको थियो अनि देयर वाज अ लाउड अप्लज बिहाइन्ड चियर्स के उसले लिसन अप्लड बिहाइन्ड लिसन डोनाल्ड ट्रम्प गर्दाखेरि अनि यो को रहेछ त्यो एउटा ऊ भने भनेको थियो कि त्यसपछि बल्ल आई हेभ 4 words फर यु पुट युर अँ, भोल्युम अप रे के ट्रम्पलाई सही अँ, लाग्यो कि मलाई अँ, एक्ज्याक्टली एक्ज्याक्टली त्यही नै के अनि लाइक वाउ को रहेछ यो अब अहिले त कस्तो पोलराइज छ नि त Guys, I think we should use that line more often in our personal life also. भोल्युम अप गरेर Yes. तर मलाई Yeah. आई थिङ्क मिरा नेर उसको छोरा मिरा नेरको छोरा हो भनेर पनि वाज काइन्ड अफ सक फर मेनी पिपल लाइक इन्क्लुडिङ मी के अब Yeah. नेम सर नेम सेम पनि भएन होइन अनि आई डेन्ट नो मिरा नेर वाज म्यारिड टु ममदानी होइन तर मलाई चाहिँ वाट भइरहेको थियो नि आई फाउन्ड आउट जब तिनीहरू त्यो भिक्ट्री भयो नि अनि धुम मचाले गर्दै गीत बजायो कि म त लाइक कसैले ओके टिकटकमा यत्तिकै फेक आवाज राखिदियो कि डिड यु रियली प्ले द्याट सङ भन्ने लाइक भइरहेको थियो कि अनि त्यो मिरानेर आएर हक गरेको थियो नि उसको वाइफ पनि कस्तो राम्री हो नि Yes. अनि मैले सिरियन हो एउटा अरे नि पोस्ट के हो रे इरानी सिरियन हो के ओके एउटा पोस्ट देखाएको थिएँ कि होइन अनि हि ह्याड भेरी नाइस पिक्चर्स विथ हर होइन निल डाउन विथ फ्लावर एन्ड अल इट सिम्ड भेरी इन द मुमेन्ट के त्यो फोटोमा चाहिँ अनि के लेखाएको थियो भन्दाखेरि चाहिँ मेन हु आर सो इन फ्रेन्ड्स एन्ड विथ देयर पार्टनर दे आर द विनर्स रे के अनि जो चाहिँ विनर्स हुँदैन दे हेभ द्याट सिग्मा पर्सनालिटी भनेर कि हुन्छ नि त्यो पनि मलाई सही लाग्यो कि इभन इफ यु सी ओबामा इफ यु सी इभन बालेन होइन है उनीहरूको धेरै द्याट्स नै सो ट्रु ऊ खालको एउटा रिलेसन हुने क्या आफ्नो पार्टनरसँग चाहिँ फ्रेन्ड्स मलाई खालको
ओबामा र मिसेल त लाइक आइभ रेड बोथ अफ देयर बुक्स पनि के कस्तो इन्सपायरिङ लाग्छ कि उनीहरू दुईजना अनि मिसेलले आई थिङ्क वान अफ द इन्टरभ्यू हो कि उसको बुकमा चाहिँ के भनेको छ भने एज अ पार्टनर लाइक कहिलेकाहीँ तिम्रो पार्टनरले 80% मात्रै अथवा 20% मात्रै दिन सक्छ सो यु हेभ टु पुट इन द्याट 80% होइन सो इट्स लाइक अ पार्टनरसिप अनि त्यो कुरा पनि अलवेज स्टक विथ मी के हुन्छ नि लाइक नट एभ्री It's वान not द always सेम एभ्री डे 50-50 के types ko, hai na? Not always, Yeah. not every day it's 50-50 type ko. Yeah. Mostly, I think in modern marriages, we tend to get that 50-50 होइन तर त्यसले गर्दा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हुँदो रहेछ भन्दाखेरि चाहिँ आर्ग्युमेन्ट्स होइन समटाइम्स यु आर गिभिङ इनफ बट द्याट इज नट इनफ टु अदर भन्ने खालको के सो आई थिङ्क द्याट मेक्स रियली गुड सेन्स के एक्ज्याक्टली के त्यही तर रियली गुड न्युज इन अ सेन्स तर अल्सो अनेस्टली भन्दाखेरि चाहिँ अफकोर्स आई वाज रियली ह्याप्पी होइन ममदानी हुज फ्रम साउथ एसिया अनि जितिरहेछ नि ब्ला ब्ला तर उसको त्यो जुन क्याम्पेनिङमा हिज क्लेम्सहरू छ नि इट वाज अ बिट लाइक वाट द हेल इज इ टकिङ अबाउट भन्ने चाहिँ भएको थियो कि मलाई हिज What क्लेम was he वाज कि claiming? he was claiming कि न्युयोर्कको रेन्ट नि इट विल बी भेरी चिप अनि बसेसहरू Ah, फ्री अनि लाइक कस्तो के त्यो हुन त अब मेबी द्याट्स वाट पोलिटिक्स इज होइन यु गिभ दिज लाइक होप के होइन तर मलाई चाहिँ कस्तो अनरियलिस्टिक होप्स फिल भइरहेको थियो बट मेबी इट्स पोसिबल है आई डोन्ट नो I don't know, but he seems to have somehow like Indian kind of हुन्छ नि एटलिस्ट इन द दिस स्पिचमा चाहिँ त्यो हो बट लेट्स सी वाट इज सेड इट कम्स ट्रु होइन तर यस्तो फरेनर ब्याकग्राउन्डको पोलिटिक्समा अगाडि आएको फर इन्स्टेन्स इन युके टु होइन इङ्ल्यान्डमा ऋषि सुनक एन्ड मेनी इन अदर प्लेसेस अल्सो like it's really easy to get that hype होइन तिमीले जित्यौ उ गर्यौ but how much support you get and how much you can do whatever you have promised so time will show right like कहाँ गएर how much you can put a hold of yourself के हुन्छ नि अब विममा you might have won अब विम त होइन like it's a sign of change पनि हो हुन त like न्युयोर्क भने त अब सिटी अफ इमिग्रेन्ट्स हो होइन तर उसले अब कतिको he can put his foothold on things that he has उसको आफ्नो promised अनि उसको आफ्नो belief system पनि के हुन्छ नि like त्यो पनि म्याटर गर्छ गर्न त yeah I think from ambitious girls group we can wish him all the luck right yeah of course yeah we can अमेरिकाकै कुरा गर्दा चाहिँ अहिले नयाँ नेपालमा जल्दो बल्दो केस एलिना चौहान र के हो विनोद के हो अधिकारी के हो विनोद अधिकारी I think yes विनोद त्यसको बारेमा के छ त सोचाइ opinions I think mostly I'm on Elina's side है तर मैले देख्दा चाहिँ there are few things that could have been better from her side as well के अनि त्यो भन्दाखेरि चाहिँ लाइक एउटा म्यानेजर राखेर प्रोपरली कन्ट्र्याक्ट गरेर र त्यो कन्ट्र्याक्ट बिना चाहिँ म चल्दिनँ लाइक एभ्रिथिङ सुड बी स्टेटेड इन कन्ट्र्याक्ट भनेर हतार नगरिकन त्यसरी गर्नुपर्ने होइन मस्ले सुने अनुसार चाहिँ कलाकारहरू चाहिँ बाहिर जाने भनिसकेपछि दे आर दे एग्री टु सो मेनी थिङ्स के विदाउट ह्याभिङ तर अब प्रपर यो त कन्ट्र्याक्ट होइन प्रोसेसै त्यस्तै होला नि त नेपालमा त पिआर म्यानेजर टाइपको छैन होला नि त छ र आई अरू डोन्ट नो अरू अरू ठुलो सिङ्गरहरूको पनि किनभने तर पोइन्ट चाहिँ एकदम भ्यालिड या तिमीले निकालेको एउटा कन्ट्र्याक्ट गरेर होइन यति यति किनभने अब त यिनीहरू त एकदम पपुलर भइसक्यो नि त एक्ज्याक्टली पहिले तिमीहरूले यति यति पुर्याउँदैनौ भने आई वान्ट यस्तो टुर गरिँदैन भनेर पहिल्यै रिटर्न त्यो कन्ट्र्याक्ट राख्ने के सो द्याट यु रिटन क्यान कम कन्ट्र्याक्ट ब्याक एन्ड गरेर सो के हुन्छ नि त्यो पनि हुनु अब सायद लेसन लर्निङ पनि भयो होला उनीहरूलाई पनि अब भयो अनि यो एलिनाले यसलाई अगाडि ल्याउँदाखेरि आई थिङ्क इट वाज रियली गुड फर अल अदर्स के त्यो कलाकारहरू जसले चाहिँ आफूले बोल्न सकेनन् कि हुन्छ नि अब सब धेरैजनाले फेस गराएर रहेछ नि त त्यो एनोनिमस भएर कुरा गर्दाखेरि चाहिँ सबैजनाले कति धेरैजनाले चाहिँ हामीले पनि फेस गरेका थियौँ एलिनाले भनेको ठिक हो हामीलाई यस्तै एक्सपिरियन्स भएको थियो भनेर भनेर रहेछ नि त त्यो हुँदाखेरि तर चाहिँ आई थिङ्क सी अर्को साइड चाहिँ लाइक होइन फुल्ली सपोर्ट एलिनाले आएर आफ्नो लाइक नडराइकन कुरा राख्यो होइन तर त्यो विनोद के अरे विनोद अधिकारी उसले उसको स्ट्याटस हेरेको थियौ तिमीहरूले
धेरै हामी फेमस त भयो। पैसा राखेर हामी भनेको लगानीकर्ता हो, लाइक मालिक टाइप्स के। अनि जहाँ जे गरे पनि त्यो हेरेको थिएँ गर्नुपर्छ। मैले। वी कस्तो भने तिम्रो टाइम हामीले किनेको हो, सो यु हेभ टु जसरी भए पनि त्यो गर्नुपर्छ टाइपको तर स्ट्याटस देखाएको थिएँ कि मैले। तर मैले आई डोन्ट थिङ्क लाइक डिबेट त यस्तो होइन र, लाइक वाट आई स झल्का फुल्का मेरो न्युज सोर्स टिकटकमा, कि त्यो उम्, मान्छेले त उसको चियामा रक्सी हाल्दै कि के भने होइन र। हो त्यस्तो पनि मैले छ, त्यो त्यस्तो सुनेको पनि थिएँ थाहा होइन, थिएन। त्यो हो के। त्यो सुनेको एलिनाले थिएँ तर आएर मैले। मेन भनेको चाहिँ जहाँ पनि लगेर राख्दै, लाइक होटेलमा लगेर नराख्ने होइन, सबैको घर घर जानुपर्ने, घर घरमा गएर बस्नुपर्ने। अनि अब जहाँ हिँड भन्यो त्यहीँ जानु पर्यो नि त। लाइक आफ्नो मलाई अब कम्फोर्टेबल छैन घर घरमा गएर बस्न, या जतिखेर पनि गएर जुनै बेला पनि प्रस्तुति देखाऊ भन्दाखेरि त मान्छे त मान्छे हो नि त। अनि त्यो बुझेको थिएँ मैले चाहिँ। अनि होइन, उसले यसमा यसरी अझै चाहिँ छ के, त्यो एउटा केटा छ नि, त्यो ओके ओके। पत्रकारकै यस्तो लामो कपाल भएको प्रकाश के हो, हो। त्यहीमा गएर किनकि चाहिँ सी टक्ड अबाउट लाइक अब मेन्टल अब्युज भन्ने के भन्ने होइन, द्याट हि उम्, ट्राइड टु ड्रग हर होइन, रक्सी राख्दा अरे, एन्ड समवान ए स हर एन्ड टेक्स्टेड हर कि डोन्ट ड्रिङ्क द्याट टी भनेर। अनि अर्को केस चाहिँ के भएको अरे ए भने, समवान नक्ड अन हर डोर लाइक दिस विगरसली सेम कि। गाई, दिस विनोद गाई, चियामा रक्सी अँ, आई राख्दैन भने। गेस है, अब मलाई थाहा भयो, अब लाइक म त्यति डिटेलमा हेरेन, तर आई थिङ्क अनि सी हेज लाइक द होल कन्भर्सेसन के, दाइ किन यसरी ढोका गरेको नगर त्यस्तो के भनेर, अनि त्यो त्यो मैले च्याट त्यो पनि सी हेरेको थिएँ, पब्लिस। यस्तो भएको रहेछ कि के अरे, अब उनीहरूले त होटेलमा बुक गरेनन्, पर्सनल मान्छेलाई कन्ट्याक्ट गर्दै यहाँ बस्ने भनेर भने नि त। अनि घर घरमा लगेर एलिना राखेको एन्ड रे। ग्रुप, एलिना एन्ड ग्रुपलाई चाहिँ रातिसम्म पनि गीत गाएर ल गीत गाएर बसौँ भन्ने कि। अनि फ्यामिलीहरूलाई त कलाकार आएको छ यिनीहरूसँग गीत गाएर इन्जोय गरौँ भन्ने हुन्छ नि त, तर उनीहरूलाई त अब भोलि सो हुन्छ के हुन्छ, रातभरि त्यो गाउँदाखेरि दे डोन्ट वान्ट टु डु इट अल द टाइम नि त। अनि फेरि मैले एक दिन त्यही भने चाहिँ त्यसरी गाइरहेको बेलामा चाहिँ उसलाई मन नलागेर ऊ रुममा गएर बस्यो अरे। तर त्यहाँको जुन ओनर हो अथवा त्यहाँ जो थियो प्रेजेन्ट, त्यो मान्छेले चाहिँ नकनक गरेर आउन आऊ भनेर बोलाइराख्यो अरे कि। अनि उसले चाहिँ त्यहाँ ए विनोदले चाहिँ होइन त्यो गरेको, तर हि वाज आई थिङ्क अँ, एराउन्ड समथिङ, सो सी मेसेज टिम कि यस्तो भइरहेछ मलाई, किन यस्तो हुनु हुनु नहुनु थियो भनेर त्यस्तो बारे कि। अनि विनोद भन्ने चाहिँ अर्गनाइजर हो होइन। अनि यस, सायद होइन, अनि यही अर्गनाइजरले नै पोस्ट गरेको फेसबुक स्ट्याटस के देखाएको थिएँ कि मैले चाहिँ। लगानीकर्ता हो तिम्रो, कलाकारहरू आफ्नै पैसाले इकोनोमी पनि चढ्न नसक्नेलाई चाहिँ एक्ज्याक्टली। बिजनेस क्लास या फ्लेक्स उसमा चाहिँ नचढिकन नआउने भनेर रेस्ट्रिक्सन राखेर आउँछन्। अनि यहाँ आएर चाहिँ गर्दिन भन्न कहाँ मिल्छ। लाइक वी हेभ स्पेन्ड मनी अन यु, अनि तिमीले चाहिँ उठाउन पर्छ टाइप्सको उसको स्ट्याटस थियो। अनि त्यो चाहिँ एकदम नराम्रो हो, मलाई चाहिँ त्यस्तो लागेको के। इट फेल्ट लाइक कस्तो त्यो स्लेभरी टाइप्सको के, मैले टाइम एकदम किनिरहेको छु। तर इन अ सर्टेन स्मल पर्सेन्टेज होइन, मलाई पनि त्यो मन परेन, बट स्टिल त्यो कन्ट्र्याक्ट केही भइदिए भए इभन विनोदलाई पनि राम्रो हुन्थ्यो कि होइन। अब अँ अँ पहिलादेखि यस्तो हामीले यही प्लान गरेका थियौँ, तिमी इकोनोमीमै आउने भनेर प्लान गरेका थियौँ भने भए त्यो विनोदले त्यो अलरेडी इफ इट वाज रिटन समवेयर अँ लाइक त्यसलाई अँ भन्न पाउँथ्यो नि त होइन। होइन कन्ट्र्याक्ट अनि एन्ड अल त ठिक हो, तर त्यसरी स्ट्याटसमै मतलब उसको उसको सोच झल्किन्छ भन्न खोजेँ कि मैले। अँ अँ यसरी चाहिँ अँ लगानी गरेको यु हेभ टु कम यताउता त्यो हुन्छ नि, लाइक हामीले पैसा उम्, हालेर लगानी गरेको न, अब यो बट यो टाइम टाइप्सको उसले लेखाएको छ कि। लाइक काम गर्ने मान्छे त स्लेभै त होइन नि टाइप्स, मलाई चाहिँ त्यो होइन चाहिँ नराम्रो एक्ज्याक्टली, लागेको। एक्ज्याक्टली। अझै पनि भनौँ न नेपाली अथवा यो एजियन खालको मेन्टालिटी भयो क्या त्यो चाहिँ, अब युएसमै कति वर्ष बसिसकेर पनि अब यहाँ चाहिँ अँ, तिम्रो बाहिर युरोपमा, अमेरिकामा चाहिँ स्पेसली होइन, एन युरोपमा हियरआर्की त्यति धेरै हुँदैन जति नेपालमा हुन्छ। अफकोर्स हुन्छ इन मेनी प्रोफेसन होइन, तर त्यहाँ चाहिँ अलिक बढी भनौँ न, एक काम गर्ने स्लेब रो खालको भयो त्यो चाहिँ भन्न नहुने। उम्, तर कस्तो चियामा रक्सी हालिदिएको भनेर चाहिँ लाइक है मेन्टालिटी ऊ डिड त सी से इट बिकज आई डोन्ट नो फ्रम विच या सोर्स या या द्याट वान अब केम। आइम नट स्योर इफ इट्स हिम है, अब त्यही मैले भने नि, मैले आई हेभन फलोड द्याट मच, तर चियामा रक्सी चाहिँ कसै न कसैले चाहिँ हाल्दै हो क्या त्यसलाई। सो सी फेल्ट नट सेफ के, अनि वान अफ दि नट रिजन जस्ट विथ पनि। अर्गनाइजर्स, एलिनाको त सँगै गएको उसकोसँग पनि पर्या रहेछ नि त होइन, अर्को एउटा सिङ्गर पनि फर्केको रहेछ नि त। प्रदीप। देयर वाज वान मोर लेडी सिङ्गर के, ऊ चाहिँ बिरामी भएँ भनेर। ए आवर जुन गिरी इज हियर है गाइज। वेलकम जुनकिरी। वेलकम जुनकेरी। धन्यवाद धन्यवाद। आइच तपाईँले आफ्नो व्यस्त समयको बावजुद पनि समय निकालेर यहाँ आउनुभयो। गफ गर्न कुरा आउनु नगर, भएकोमा वी आर काममा सो हुँदा हुँदै ह्याप्पी। साथीहरूको गफ सुन्नलाई आइपुगेको छु। तपाईँको भनाइ के छ भनिहाल्नुहोस् त, एलिना चौहान मैले गेस्टमा।
मलाई त्यस्तो धेरै आइडिया नै छैन भाइ। जुन अस्ति गिरी तपाईँ टिकटक खोल्दा टोइलेटबाट चाहिँ त फेरि वी आर होइन। ब्याक भनेको देखेको थिएँ, ब्याक हो कि होइन थाहा छैन हुन्छ नि। या आई थिङ्क फर फ्युचर रिफरेन्सलाई चाहिँ अब यो केस चाहिँ एउटा गुड एक्जाम्पल भयो कि हाउ नट टु डु भनेर होइन। र अब त सायद बेटर ट्रिट पनि मैले एलिनाको अर्को पनि टुर अनाउन्स हिजो कि अस्ति भर्खर देखेको थिएँ कि क्यानाडा ए टुर रहेछ। मेबी अब चाहिँ उसले पनि आफ्नो फुट राख्यो होला कि मलाई यस्तै चाहिन्छ होटलमै राख्नुपर्छ हुन्छ नि सर्ट अफ भनेर अब प्लस त्यो होस् आयोजकहरू पनि अवेर भयो होला कि अब अवेर हाउ भयो होला कि अब हाउ चाहिँ सुड वी हेभ नाउ कलाकार होइन। अनि भनेपछि अब इट्स गुड फर अल अफ अस राइट। सो जुन किरी वाट एल्स आर वी टकिङ टुडे? मलाई केही थाहा छैन, म बिचमा आएँ भर्खर काम सकेर। हामी हामीले चाहिँ चाहिँ अहिलेसम्म न्युयोर्कको मेयरको बारेमा कुरा गऱ्यौँ, लाइक हाउ गट अपोइन्टेड होइन, अनि मुग्दानीको बारेमा, अनि त्यही विषयमा अमेरिका पुग्दाखेरि चाहिँ अनि हामीले एलिनालाई भेटायौँ, अनि एलिनाको बारेमा कुरा गऱ्यौँ। तर त्यही विषयमा लाइक आई थिङ्क सोसियल मिडिया पर्सनल अथवा के भन्छ पब्लिक फिगरकै कुरा गर्दाखेरि चाहिँ वान अफ दि टपिक चाहिँ मलाई वर्षा रावतको पनि लाग्छ कि उसको पनि उसले त्यो कस्तो सेयर काण्डै गर्यो भएको थियो स्टोरी नि। सेयर गर्यो होला। लाइक उसले मैले त त्यो स्टोरी सेयर के के गरेँ सेयर नि गर्यो देखेन त्यो? के थियो खासमा। उसले मलाई चाहिँ आफ्नो हस्बेन्डले आफ्नो एक्ससँग गरेको कन्भर्सेसनको स्क्रिनसट लिएर सेयर गरेको भनेर चाहिँ मेसेज उसमा आएको थियो कि यो वालमा फेसबुक वालमा आएको थियो होइन। अनि सी इमिडिएटली डिलिटेड द्याट वान बट यस्तै स्टिल अब गर्छन्, अफकोर्स हामीलाई थाहा नै हुँदैन कि, अनि भोलिपल्ट न्युजमा आइदिन्छ यस्तो भएर उस्तो भयो भनेर, के भयो नि थाहा हुँदैन। अनि बालेनको त्यही भयो थियो हुन्छ नि, गाइज अब हामी एकजना चाहिँ अवेक हुनु पर्यो एक्टिभली रातिमा। त्यही भनेको के। अस्ति पुरा बालेनको नि स्टक पुरै गरेर बस्ने भोलिपल्ट क्या। भोलिपल्ट न्युजमा आएको थियो उसको उमा के अरे स्ट्याटसको बारेमा के भन्न चाहनुहुन्छ भन्दै, के भएछ नै थाहा छैन कि लेखेको थियो नै थाहा छैन। तर अनि उसले चाहिँ के उसले आफ्नो एक्ससँग पास्टमा कुरा गरेको स्क्रिनसट हाल्दा कि अहिले पनि उसले कुरा गर्दो रहेछ सो उसले ए रिसेन्टली अनि कुरा के गरे। कुरा गरेको थियो त? आई थिङ्क सी द स्क्रिनसट सेल्फ होइन, तर चाहिँ यिनीहरू कुरा गरिरहेछ भनेर उसले आफ्नो डिसएपोइन्टमेन्ट के भनेर हालेको थियो अनि हटाएछ। अनि पछि दुइटैको फ्यामिली इन्भल्भ भएर त्यो केस सल्भ भएछ एकोर्डिङ टु वाट सी सेड होइन। आई स वान भिडियो यस्तै अनि सल्भ भएछ बट स्टिल लाइक अब त्यो मान्छेहरूमा त यस्तो डिफ्रेन्सेस भइरहेको रहेछ यस्तो भएको रहेछ भन्ने भयो नि त। इन्टरभ्यूहरूमा जहाँ मुभीको लागि इन्टरभ्यू दिन जाँदा पनि त्यही आफ्नो पर्सनल कुराहरू सोध्यो नि त मान्छेले। इट विल नेभर लिभ के त्यही भएर आफ्नो पर्सनल हो नि, कुराहरू राख्ने पनि चाहिँ होइन जस्तो लाग्छ त्यसरी, हुन्छ नि एक्ज्याक्टली सिधै। तर आई थिङ्क सी गट भेरी इमोसनल अनि त्यो स्याड पनि भयो होला के रियाक्ट। एक्सपोज गर्छु टाइप्सले रियाक्टिभ भएको होला अब। अब भन यो न पछि हामी मिल्छु नर्मल भनेर सोचेन होला। अब त्यो त्यही त। बेलामा हट फिल भयो उसले हाल्यो होइन। अब हामी जस्तो नर्मल मान्छेले एउटा कुनै पोस्ट हाल्यौँ भने त इट इट क्यान हो नि, लाइक रियली गो भाइरल होइन। अब एकदम कुनै यस्तो कुरा भयो भने ऊ त एउटा सेलिब्रिटी हो नि त, भेरी रिनाउन्ड इन नेपाल, सी हो सुड हेभ नि। थट के भोलि के हुन्छ भनेर। त्यही त, कहिले काहीँ केही मनपर्छ कुनै पोस्ट अनि सेयर गर्यो, अलिकति स्याड पोस्ट होस् अथवा वाट एभर होस्, अलिकति सेयर गर्यो भने ल उसको जिन्दगीमा केही भएर क्या यस्तो गर्यो भन्ने हुन्छ। एक्ज्याक्टली। हामीलाई त अब झन् ओ सेलिब्रिटी जस्तो कुरा त अब ओ मलाई बिचरा मलाई त्यसलाई त्यही के भएर यो भइरह भन्ने स्याड जस्तो पोस्ट हुन्छ। गर्नै मन लाग्दैन नि। त्यही मन परेर गर्यो भने पनि अरूले चाहिँ सोध्छ कि उसैलाई केही भएर सेयर गरे होला भन्ने सोध्छन् क्या। गाइज सही भन्नु। नाउ द्याट वी आर गर्नै हुँदैन। फेसलेस वी क्यान पोस्ट एनिथिङ राइट वाट वी फिल लाइक नाउ। यता यता साइडमा त्यो आफूलाई मन पर्या कोट्सहरू राख्ने हो क्या, साइड साइडमा यस्तो आवाजै साइड साइडमा दुःखले भरिएको। दुःखले भयो। मलाई त अनेस्टली भन्दाखेरि मलाई त्यो गजलहरू अनि त्यो पोएमहरू कस्तो मनपर्छ के, कति मजाले लेखा हुन्छ नि। तर अब पोस्ट गऱ्यो भने बुढासँग झगडा भएछ क्या भनेर सोध्छु। हो त्यही भनेको क्या, त्यही नै सोध्छन् क्या। अनि मान्छेहरू त्यो अनि फेरि मेसेज नि गरिदिन्छन् कहिले नगर्नेले, ठिक छौ नि गर्दै, ठिक छु मन परेको मात्रै हो, कति चिन्ता के फेरि मन खायो भनेको मात्रै भन्न नपाइने। त्यही सोसियल मिडिया चाहिँ एकदम सोचेरै चलाउनु पर्ने कि। तर तिमीले याद गरेछ पहिला पहिला भन्दा यो फेसबुकहरूमा आई डोन्ट नो, इन्स्टा मैले आजभोलि धेरै चलाएको छैन होइन, त्यो एमाउन्ट अफ पोस्ट इज गेटिङ लो बाई बिग पर्सेन्टेज के। पहिला पहिला एभ्री डे लाइफ पोस्ट गर्ने, सबै कुरा लेख्ने, यहाँ गए त्यहाँ गए एभ्रिथिङ हुन्छ नि, वेयर एबाउट एभ्रिथिङ हुने, आजभोलि हुँदैन नि।
तर मलाई चाहिँ कस्तो लाग्छ भने अब अहिले हेर्दा चाहिँ हाम्रो एजकोहरूले धेरै चलायौँ नि त अब यो फेसबुकहरू हामीलाई त्यस्तो धेरै छैन तर फेरि अहिले हाम्रो यो मम्मी बुवाहरू क्या स्पेसली यति फेसबुक धेरै चलाउनुहुन्छ यति धेरै अपडेट अगाडि तेर्सै खिच्यालमा हाल्न पर्छ भने जस्तो कि उनीहरूमा सरेखा क्या अहिले चाहिँ हामीहरूबाट फेसबुक त स्पेसली होइन अब उहाँहरू इन्स्टा त्यस्तो चलाउनुहुन्न एकदमै फेसबुकमा चाहिँ लाइक इभन मेरो प्यारेन्ट्स कुरा गर्दाखेरि आई इन्भाइटेड देम हियर होइन अनि कति धेरै ठाउँहरू छ वेयर आई वान्टेड टु सो फोनमै बिजी के अब इन्टरनेट एक्सेस पनि हुन्छ होइन अनि कस्तो यहाँ आएर घुमेर यो हेर भन्दाखेरि दे आर बिजी इन फोन फेसबुक गेनिङ एन्ड अपडेटिङ के अनि त्यो अचम्म लाग्ने के है जुनखेरि मलाई त तिम्रो नाम देखेर हामी सबैको नाम पुतली बाटुली सानीमाया मलाई त जुनकिरी एकदम मनपर्ने किरा हो कि सानो बेलामा हुन्छ नि त्यो राति भएपछि त्यो जुनकिरी बलेको त्यो हुन्छ नि एकदमै मेरो मनपर्ने किरामा हो त्यही भएर मैले जुनकिरी राख्ने पनि जुनकिरी हो क्या our audience होइन जो चाहिँ सूर्यसम्म पुग्नुहुन्छ प्लिज सजेस्ट सम गुड नेपाली नेम्स म त पु है नाम चिन्यौ नि मलाई पु मैले त साया र काया देखेको थिएँ अनि अर्को नामै देख्न भ्यादैन छु साया अब बाटुली हुन्छ जस्तो लाग्यो मलाई पनि साया बाटुली हो नि पुतली चाहिँ को हो पुतली म पुतली हुन्छ अब म बारुदी ल केटीहरू म त काममा छु होइन एकैछिन जोइन भएको म चाहिँ काममा कन्टिन्यू गर्छु है त ल बाई आई थिङ्क अर्को इन्ट्रेस्टिङ र क्वाइट सेन्सिटिभ टपिक चाहिँ दिल्ली एयरपोर्टको पनि जस्तै नेपालै नेपाली बर्लिन अब कोही ट्राभल गर्दैछ नेपाल जानु छ भने कुन रुट लिएर जाने कि लाइक आई अलवेज हर्ड ब्याड थिङ्स अबाउट इन्डियन एयरपोर्ट है मैले चाहिँ पर्सनली अनि मैले चाहिँ एक्सपिरियन्स चाहिँ गरेन है खासमा अनेस्टली भन्दाखेरि चाहिँ मलाई त्यस्तो नराम्रो चाहिँ केही भएन तर अलवेज हर्ड कि नजाऊ राम्रो हुँदैन सो वी अलवेज टेकन लाइक कतार कि अरू ठाउँबाट क्या तर अहिलेको केस वाज बिट किन ऊ पिएचडी को लागि कि के को लागि आउँदै थियो है समथिङ लाइक जब रिलेटेड थियो क्या कि मलाई के मैले चाहिँ त्यही बर्लिन जान खोजेको तर इन्डियन एम्बेसीले क्लारिफाई गरेको त्यो के प्रेस स्टेटमेन्ट मात्रै हेरेको थिएँ मलाई चाहिँ पुरै केस चाहिँ थाहा भएन क्या किन उसलाई एकदम कति बेर रोक्यो रे भनेर पछि चाहिँ पढेँ त्यहाँ तल कमेन्ट्सहरूमा चाहिँ हेरेको थिएँ तर दिल्ली एयरपोर्टको चाहिँ सबैले नराम्रो छ भन्छ है मैले चाहिँ त्यस्तो केही एक्सपिरियन्स गरेको छैन कि पर्सनली चाहिँ स्मुथली नै हुन्छ सबै चिज मैले उसको बुझे अनुसार चाहिँ नेपालबाट दिल्लीबाट कतार एयरवेज हुँदै कहाँ जानुपर्ने होइन सी वाज नट एलाउड टु ओके बोर्ड इन के टु कतार एयरवेज अनि उसको सबै त्यो क्यान्सलै भयो टिकट होइन अनि पछि नेपाली एम्बेसी अफ नेपाल इन्डियाले चाहिँ कतार एयरवेजलाई पनि कन्ट्याक्ट गरेर के गर्यो भनेर सुनेको थिएँ बट आई डु नट ह्याभ द फुल इन्फर्मेसन त्यहाँ त्यो इन्डियन एम्बेसीको प्रेस स्टेटमेन्टमा चाहिँ हामीले केही पनि गरेको होइन त्यो चाहिँ एयरलाइन्सको जुन एयरलाइन्स चढेर ऊ जानुपर्ने थियो नि उनीहरूको रिक्वायरमेन्ट चाहिँ उसको भिसामा केही इस्यु देखेर मिट नभएको भएर हो हाम्रो के अरे कस्टमबाट चाहिँ पासै हुन पर्दैन भन्ने टाइपको स्टेटमेन्ट आएको थियो कि इन्डियन एम्बेसीको चाहिँ हामीले त्यस्तो गरेको छैन केही त्यो चाहिँ एयरलाइन्सकै दाखेरि उसलाई चाहिँ फर्काइएको हो भन्ने टाइपको स्टेटमेन्ट देखेको थिएँ अब डिटेल चाहिँ थाहा छैन मलाई पनि त्यही त मैले आफूले एक्सपिरियन्स गरेको चाहिँ 2010मा म इन्डिया हुँदै नेपाल जाँदाखेरि इट्स लाइक 15 years एगो होइन अनि आई वाज कमिङ ब्याक थ्रु इन्डिया होइन त्यसपछि दे आस्क्ड फर अल द डकुमेन्ट्स मेरो स्टुडेन्ट कार्ड जुन चाहिँ मेरो युनिभर्सिटीमा कुनै एउटा युनिभर्सिटीमा थियो इट वाज नट इभन रिक्वायर्ड इन इन्डिया होइन दे ह्यासल्ड मी इन सो मेनी डिफ्रेन्ट पोसिबल वे कि यो देखाऊ त्यो कार्ड अब मेरो इन्डियाको बाटै जाँदाखेरि चाहिँ मेरो जुन कन्ट्रीमा जाँदैछु त्यो कन्ट्रीको भिसा भइसकेपछि त उनीहरूले मलाई भ्यालिड पासपोर्ट मेरो भिसा सबै भइसकेपछि म किन कुन स्कुलमा भर्ना भएँ म
किन जाँदैछु, कति पढ्दैछु, कति क्रेडिट त सबै मैले उनीहरूलाई देखाउनु पर्ने त होइन नि त, होइन? बट दे आस्क्ड फर तिमी एभ्रिथिङ कि इन्डियाबाट नेपाल जान यताबाट नेपाल जान लाग्यो नेपालबाट नेपालबाट यता फर्किने? आउँदाखेरि चाहिँ उनीहरू सबै सोधेको ए कि ओके 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 होइन। अनि ओके त्यो त्यो त अब मैले त नेपाली एयरपोर्टमै सबै देखाएर त्यहाँबाट तिनीहरूले चेक गरेर ओके भनेर क्रस गरेर आएको हुन्छ नि त। अनि ट्रान्जिट मात्रै त हो नि अनि त्यो नेपालमा चाहिँ मैले त्यस्तो धेरै केही पनि देखाउनु परेन, मलाई भिसा लगाइसकेको छ, भ्यालिड डकुमेन्ट छ भन्छ, आएको जस्ट कम इजिली। त्यहाँ आइसकेपछि त्यस्तो गर्दाखेरि चाहिँ इट वाज अ बिग ह्यासल फर मी कि अब त्यति बेला भर्खर भर्खर नयाँ पनि थियो होइन, बाहिर आएको 2 वर्ष मात्र भइसकेको थियो, आएको स्पिक फर माइसेल्फ, सबै डकुमेन्टहरू देखाएँ यताउति, तर त्यस्तो मन परेन क्या मलाई, त्यसरी ह्यासल गर्नु हुँदैन क्या अरूलाई। एउटा अर्को इस्यु चाहिँ यो केस नभइकन पनि होइन, इन्डियामा स्पेसली इन्डियामा अल्सो इन नेपाल कि एयरपोर्टको स्टाफहरूमा चाहिँ एकदमै त्यो कस्तो खालको आई डोन्ट नो, त्यो घमण्डी खालको उनी हो कि कस्तो खालको होइन, अथोरिटेटिभ हुन्छ एकदम एकदमै हामी अथोरिटेटिभ कि अथोरिटी हौ भन्ने एकदम घमण्ड कस्तो क्या एकदम अथोरिटेटिभ चाहिँ हुन्छ हो एकदमै कि। अनि त्यो मैले त्यो केसपछि त्यो एउटा पोस्ट हेरेर त्यहाँ कति धेरै कमेन्ट हेरेँ होइन, अनि त्यो इन्डियामा कतिको प्रब्लम भएको छ भनेर कतिले आफ्नो एक्सपिरियन्स पनि लेखाएको थियो, प्लस उनीहरूले के पनि लेखाएको थियो भन्दाखेरि चाहिँ नेपालमा पनि उनीहरूले इभन नेपालकै एयरपोर्टमा पनि त्यहाँको स्टाफहरूले मान्छेलाई मान्छे नगर्ने, अझ स्पेसल्ली अब युरोप अमेरिका भन्दा बाहिर जुन अब तपाईँको यो लेबरहरूको काम गर्न यो युएहरूमा जान्छ नि, उनीहरूलाई त एनिमलकै जस्तो गरेर बिहेभ गर्ने के, यति भएन उता गरेर भनेर थर्काउने होइन, त्यसरी सेकेन्ड क्लास सिटिजन जस्तो बिहेभ गर्नु हुँदैन। अनि मैले आफूले पनि कति देखेको छु कि अनि कस्तो गाह्रो के, लाइक तिनीहरू एजुकेटेड हुनुपर्छ कि मान्छेलाई इक्वेली ट्रिट गर्न ऊ गर्न, अनि पैसा लिन खोज्ने, यसो हेल्पर लाएर ऊ गर्न खोज्ने। मैले कतिपटक त्यो भाइहरू आउँछ हेल्प गर्न, यो ब्याग म निकालिदिन्छु ल भनेर, जब कि म आफै निकाल्न सक्छु ल, उनीहरूको सर्भिसै रहेछ भन्यो, अनि त्यसपछि पैसा खोज्ने कि। अब बाहिरबाट गएको हुन्छ नेपालमा, तपाईँ नेपाली करेन्सी पनि हुँदैन होइन, कस्तो अप्ठ्यारो के। त्यही अब बाहिरकै पैसा दिन्छ होला अलिकति भनेर होला कि खै त्यस्तो हुनु भएन नि त यस्तो होइन। एक्सपिरियन्सहरू चाहिँ छैन है मलाई चाहिँ खै अब मलाई चाहिँ मलाई चाहिँ इन्डियामा छ चाहिँ एउटा एयरपोर्टमा चाहिँ एकदम स्टाफहरू इम्पर्सन रुड हुने। स्टाफहरू त अनेस्टली भन्दा नेपालको पनि खासै त्यस्तो आई डोन्ट नो ल्याङ्ग्वेज, म फर्स्ट टाइम नेपाल जाँदाखेरि अलि धेरै समयपछि गएको थिएँ, सो आई डिन्ट अब कस्तो फिल भएको थियो भने मलाई पासपोर्ट माग्यो के, अनि यहाँ पनि कता कता हल्लेको त्यस्तरी भने क्या मलाई। अनि अब गरम खुन है, यङ पनि थिएँ, अनि म त कराइदिएँ के, बोल्ने तमिज छैन तपाईँको, राम्रोसँग भन्न सक्नुहुन्न, यहाँ उभित रहेको छु नि, कहाँनिर क्यामेरा छ उडाइनु।